नमस्कार। सम्पूर्ण अटो मेकानिक्स को साथीहरूको लागि र मोटर पार्ट्सको साथीहरूको लागि यो भिडियो बनाइरहेको छु। सम्पूर्ण मोटरसाइकलको काम गर्ने अथवा मोटरसाइकलको मेकानिक दाजुभाइ साथीहरू सम्पूर्णलाई र मोटरसाइकलको पार्ट पुर्जाहरूको बिक्री वितरण गर्ने होलसेलमा पार्ट्सहरू बेच्ने सम्पूर्ण अग्रज, अनुज र समवय साथीहरूको लागि यो भिडियो प्रस्तुत गरिरहेको छु। यो हामीहरूलाई के छ भने धेरै किसिमको मोटरसाइकलहरू मार्केटमा आएको छ। हामीलाई एउटा किसिमको, दुईटा किसिमको, 10वटा किसिमको, 50वटा किसिमको सामानहरू राखेर सम्भव छैन। हामीहरूले हजारौंको क्वान्टिटीमा हिसाब अथवा हजारौं मोडलको हिसाबमा सामानहरू राख्नु परिरहेको छ र कतिपय पार्ट्सहरू हामीसँग हुँदा हुँदै पनि हामीले छैन, मिल्दैन भनेर फिर्ता पठाइराख्न परेको अवस्था छ। त्यही हरेक समस्याहरूलाई त्यसको समाधान गर्दै सबैलाई आवश्यकता पर्ने भिडियो बनाउनको लागि मैले यस च्यानलमा भिडियोहरू पोस्ट गर्ने विचार गरिरहेको छु र सम्पूर्ण मोटरसाइकल व्यवसाय अथवा टु व्हिलर सेगमेन्टको साथीहरूको लागि यो भिडियो एकदमै आवश्यकता छ। मैले खासमा केलाई टार्गेट राखेर काम गर्दैछु भने हामी कहाँ कतिपय सामानहरू स्टक भइरहेको सामान छ, तर पनि हामीलाई थाहा हुँदैन कुनै बाइक एउटा बाइकको सामान अर्को बाइकमा पनि फिटिङ हुने हुन्छ, तर हामीहरूलाई त्यो सब कुराहरू थाहा हुँदैन। त्यसलाई मध्यनजर गर्दै सबै कुराहरू जानकारी गराउनको लागि मैले यो भिडियो सुरुवात गरेको छु। सम्पूर्णले यो भिडियो अन्तसम्म हेरेर लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरी यो भिडियोलाई, यो च्यानललाई संसारभर पुर्याइदिनु हुन म विनम्र अनुरोध गर्दछु। आजलाई यति जानकारीको लागि यो भिडियो बनाएको छु। आगामी अरू भिडियोहरूमा मैले सबै किसिमको भिडियोहरू बनाउने छु। सबै किसिमको भनेको मतलब यो मोटरसाइकल व्यवसायमा हामीलाई सजिलो हुने भिडियो बनाउने छु भन्दै अहिलेको यस जानकारीबाट बिदाई हुन चाहन्छु। नमस्कार। जय विश्वकर्मा बाबा।